हामी बाउ छोरी चाहिँ हामी नानीलाई छोड्नु गएर आज कान्छीलाई अनि मेरो छोरीको चाहिँ बहिनीले छोड्नु गएर छ हैन हामी चाहिँ धेरै दिन बाद आज स्कुल छोड्नु गएर रेड कपडा लगाएर म्याचिङ हाम्रो घर पछाडिको यो लिम्बाको जाँदैछ मामा यहाँ हाम्रो विकास मामा घर अनि यो चाहिँ हाम्रो रोड हो पढ्ने जाने बाटो त्यो हाम्रो मेन रोड हो यहाँ चाहिँ फेरि हामी जाँदैछु स्कुल बच्चाहरूलाई छोड्नु छोरी थपडी बजाउँदैछ के खुसीमा हो थाहा छैन तर बजाउनु पर्छ खुसी लाग्यो जाने स्कुल खुसीमा ठिकै छ नि त तर पैसा ल्याएन त के खानु ल्याएन तिम्रो पास है ओहो पैसा होला भन्ने मान्छेहरू राजभोलि जानु होइन नानी छोड्नु यहाँ चाहिँ हामी जाँदैछौँ अब त्यसमा गएर फेरि हामी हजुरहरूलाई देखाउँछौँ रोडको अवस्था यस्तो छ यो रोडको अवस्था के भन्नु एकचोटि पानी पऱ्यो भने यो दादर हुन्छ त्यो बाँसहरू गाई बाख्रा चराउनु छ यहाँ आएर भन्नु पर्यो के भन्नु भएको यहाँ आएर कृषिका कहाँ कुदेको एकचोटि स्कुल यस्तै छ डाँडा पखा यस्तै छ गाउँघर यहाँ चाहिँ अब हो छ के त्यही भएर नानीलाई बोक्नुपर्छ यहाँ चाहिँ यस्तै हिलो छ है यस्तै हिलो छ यहाँ चाहिँ अब नानीलाई बोकेर देबु बोकौँ पर्दैन भन है लु लु कता गयो त हामी त धैँस त गाइस हामी त धैँस गया यस्तो स्थिति छ परिस्थिति के गर्ने सरकारले कहिले हेर्दैन हाँस्छ नि ल्याइरहेको बोक्नु भएर है देव तिम्रो ड्रेस ल छैन कि भर सिकार गएको होइन हो देवान्सीको पनि लगाइसक्यो सबै हेर त फराकमा हिलो लागेछ तिमीले चाहिँ यो खुट्टा नलाइदिनु फेरि पापा उसो यहाँ त दल पो रहेछ सन्चो साँझ भरे 10 रुपियाँ 20 रुपियाँ होइन स्कुलसम्म जाने हो बटरफ्लाई साथै ल जाँदैछु यताको मान्छे त छ यताको मान्छे त छ मेरो छ धेरै पसिना निस्केको छ ल्याबाट त मलाई बस्छु ल हामीहरू यहाँ यहाँ गाह्रो छ उता कच्चा रोड यहाँ चाहिँ पिच रोड स्कुल हो हामी पनि पढ्थ्यौँ कोही जमानामा ल खै 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 सु गर्ने ल ए सु लु झन्डै खै खै अरू पो गर्दा यो चौतारा हो यहाँ हामी पनि खेल्थेँ बर पिपल बोर्ड छ यहाँ ठुलो छ यहाँ हामी खेल्ने गर्थेँ
मन्दिर मजाउँ न ल्याऊ मिजा नानी पहिला धेरै पहिलाको तपाईँ अनि तपाईँभन्दा अलिकति अगाडिको म हेर त यहाँ पनि बनाएछ नि स्कुल हामी स्कुल आएको यो ओल्ड स्कुल श्री टोडिया त्यसलाई के भन्छ जो अघिल्लै रे स्कुल स्कुल कहाँ जाने हो ल अन्त पहिला के गर्नुपर्छ अरे भेरी गुड चप्पल पनि त खोल्नुपर्छ बिर्सिनु भएको ओहो यहाँ त बस्ने ठाउँ छ त बेटा बस्ने ठाउँ छ ऊ छैन तिमीहरूको ऊ छैन यस्तो टेबलहरू ए ल कहाँ राख्ने यसलाई फ्रन्टमा बस्नु बेटा यहाँ अगाडि बस्छ यहाँ बस्छ यहाँ फ्रन्टमा बस्नु पायो यहाँ है गद्दारी करबे चप्पल खोल के अब गद्दारी करबे ल के लेख्छ बेटा यहाँ भनिदेऊ के लेख्छ यहाँ हजुर लो लु भनिदेऊ त के भन्छ अरे पुतली चाहिँ बनेर कता हिँडेको यो चाहिँ टोडिया स्कुलको चादर चाहिँ चेन्ज गरेको छैन है 15-20 साल भयो है यही हो जाम ओके वेट आई एम गोइङ टु द जाऊ पानी पोहोर हुँदैन नानी खै कस्तो पानी राम्रो छैन छ्या नखाऊ यो पानी यहाँ भाइहरू बाबुहरू सब पढ्ने यहाँ हामी चाहिँ पढेर यहाँबाट पास भएर गएको यिनीहरू पढ्दैछ यिनीहरू पनि आउँछ बिस्तारै बिस्तारै यहीँ चाहिँ खुट्टा धुने अब के भनेको ल कुन कक्षा हामी जाँदैछ हामीहरू अब शिशु हो ल ल जाउँ लेट्स गो तिमी चुली भएको चुली विद्यार्थी यो कुन कक्षा हो यो शिशु कक्षा हो यहाँ के लेखेछ यहाँ आऊ यहाँ के लेखेको छ कसैले भन्न सक्छ यहाँ आऊ यहाँ पढेर देखाउँछु आऊ छिटो आऊ यहाँ पो हो भेरी गुड यो देवांशी यता यता अब यो देखाऊ यो कुन चाहिँ कक्षा यो एक र शिशु हो यहाँ यहाँ त 1 2 3 है सबै लेखेको रहेछ 1 2 3 1 2 3 4 है 2 and 2 ABCD नगर बेटु कहाँ जाँदैछ यहाँ चाहिँ हामी आयो अब हामीर
यो एक क्लासमा म पनि पढेको यसमा उहाँ कुनामा बसेर पढ्थेँ म उतातिर तर अहिले बन्द छ खाजा बनाउँछ अरे 2 क्लासमा यहाँ बसेको म यहाँ यो 2 क्लासमा हामी यहाँ बस्थ्यो आम्बो के हो यो हामी यहाँ बस्थ्यो 2 क्लासमा यहाँ हामी अहिले बिरेन्चीको हालत यस्तो भयो अलिक जस्तो लपडा यो चाहिँ नयाँ ल्याएछ यो पहिलाको थियो अनि यहाँ चाहिँ भक्कु पिटाइ खान्थ्यो हामीले त्यसपछि हामी 3 क्लास यो 3 क्लासमा चाहिँ हामी यहाँ बस्थ्यौँ हेलो बच्चो कस्तो चलिरहेछ यो यहाँ हामी बस्थ्यो यहाँ कुशल दाई यहाँ पप्पू यहाँनिर किन्ते मामा यहाँनिर गङ्गा मामा अनि यो ब्ल्याकबोर्ड पहिलाकै हो यहाँनिर हामीले आएर भक्कु पिटाइ खान्थ्यो अनि अब हामी यहाँबाट चाहिँ पास आउट गरेर त्यसपछि हामी पढेन यो 4 क्लास हेलो बच्चो यो ब्ल्याकबोर्ड त्यही हो यो नयाँ ल्याएछ यो नयाँ छ बाँकी बिरेन्ची त्यही हो हामी पढ्ने बिरेन्ची हो अहिलेसम्म जिउँदैछ बिरेन्चीहरू सही हो ठिक छ वी आर गोइङ टु क्लास 6 ल ठिक छ यहाँ अब हामी गएर 6 क्लासभित्र यहाँ पनि त्यही हो सेम प्रोसेस हो यो क्लास हो यो नयाँ बोर्ड हो यो पुरानो थियो यो पनि पुरानो नै हो यो चाहिँ पुरानो भेट्यो यहाँ बजार भक्कु पिटा खान्थ्यो यो अहिले यहाँ नयाँ विद्यार्थीहरू आए सबैजना अफिस हो ठिक छ नजाउँ स्कुलबाट हामी बाहिर जाँदैछौँ ल हाम्रो बच्चाहरू बस्यो अब सबैलाई बाई बाई हामी जान्छौँ बाई बाई देबु बाई रिसाएको यहाँ देवान्सी रिसाएको होइन हो त्यस कति बजी आउनु बाई मन्दिर अब हाम्रो पार्किङ गर्ने हो बिसाउने ठाउँ मन्दिर अहिले हाम्रो फिनिस भएको छ छैन अहिले भएको छैन मन्दिरहरू राख्नु बाँकी छ यो फिनिसिङ हुनु बाँकी छ अहिले ठिक छ सरस्वती माताले के गर्छ हामीहरूलाई सरस्वती माताले के गर्नुहुन्छ हामीलाई तिमीलाई थाहा छ के सरस्वती माताले के दिनुहुन्छ छिटो भन अब के दिनुहुन्छ ल खेल्ने ठाउँ प्लेइङ एरिया